आज हामी काठमाडौँ टु विराटनगर यात्रा प्रस्थान गर्दैछौँ। मसँग मेरो प्यारो भाइ शैलेश यहाँ ड्राइभिङ गर्दैछ। भाइले प्रहरले स्कटिङ गरेर सुरक्षाका साथ हामीलाई अगाडि लाँदै हुन्छ सिन्धुलीको बाटो। मेरो प्यारी क्युट नातिनी पनि यहाँ सिन्धुलीको टर्निङमा मजा लिँदैछ। अत्यन्त घुमाउरो बाटो छ यहाँ सिन्धुलीको बाटो। नातिनी यहाँ आनन्दले बसिरहेको छ टर्निङमा पनि। सिन्धुलीको बाटो नागबेली आकारको बाटो छ यहाँ टर्निङ एकदम। हामी यहाँ मैनादेवी आइपुगेछौँ अहिले। हामी यहाँ मैनादेवीमा एकछिन टिकटक बनाउँछौँ। हामी यहाँ देख्न सक्छौँ सेती देवी माताको स्थानमा छौँ हामी। यहाँबाट जुन गाडी यहाँ काठमाडौँ अथवा कतै तराई झर्ने ठाउँमा यहाँ हामीले ऐना चढाउनुपर्छ। गाडीवालाहरूले आफ्नो गाडी नम्बर लेखेर यहाँ चढाउने गरेका छन्। यो सिन्धुलीको बाटोमा पर्छ सेती देवी माताको। यहाँ ऐना चढाउने गरिन्छ। शनिदेवको मन्दिर छ। मेरो यहाँ श्रीमती नातिनी। हामी यहाँ गाडी